भालु दादा हाम्रो इलाकामा छोटे डनहरु आउँदैछ। आउन दे त्यसलाई सियाल लहटे चाहिँ लहट्नु पर्छ भइरे। एकछिन पक, मेरो एउटा काम छ यहाँ। भालु दाइको इलाकामा गिद्धे नजर लाउन किन आइस? वाह जसको नाम भालु उसैको नेम यहाँ चालु। हक्कुको राइट ह्यान्ड हुँदैमा हामी डराउँदैन। दादा सही कुरो गर्नु ठोक्ने भनेको कसलाई ठोक्ने भनेको छोड दे। सर यहाँ लफडा पर्यो। भालु डन र छोटे डनको आउनु पर्यो। हेलो के भयो? लडाइँ भयो अरे भालु दाइको छोटे डनको? ए ल केटा हो। हाम्रो साइडी कुमाल काले कता जाने पर्छ? कुमाल काले पण्डित कुमाल काले धन्यवाद सर। साला पाण्डे कुमाल यो गाउँमा गुन्डागर्दीको विकृति धेरै फैलियो। चल सामान एकजना लगेर हिँड्नुपर्छ। ओके सर। साला हिँड्नुहोस्। साला भेडाहरू भिडियाको हुलमा आए जस्तो छ सर। जाउँ।
खै केटाहरू छोडेन त साक्षी सर हजुर साला भेडा छोड्नु भाल्दा छोड्नु यसलाई म मार्दै छोड्नु माको हो नमस्कार कतिखेर आउनु जिस्केको त माया के गरिरहेछ मैले देखिरहेको छु के गरिरहेछ सब रिपोर्ट सरी मामा सरी सब एक रिपोर्ट सरी मामा सर सर आउनु हामी त मिलेको हो त सर होइन सर हाल्यो टाइमले 10 वर्ष लागि टेन्सन छैन होइन साला भेडाहरू असै ड्युटीको माया छैन क्या हो हात मिलाउने भए मालामाल बनाइदिन्छु राता रात यहाँबाट गाइड गराइदिन्छु नत्र भने भेडाको सिङ कसरी भात्नु पर्छ साला भेडियालाई नै थाहा हुन्छ हामीलाई पनि आउँछ बोल्यो भने त्यसको नतिजा के आउँछ भेडा साक्षी सर हटेर फालिदिउँ के हो साक्षी सर साक्षी सर दालु डन तल तुराई छोड्न लागेको 4 वर्ष बल्ल आज मेरो खिलाफ पनिस हालेर होइन मिलाएर डन उसले बनाएको साक्षी सर भेडाहरूको सिङ भात्नु पर्छ डन होइन डन उसले बनाएको 4 वर्ष भइसक्यो 5 वर्षपछि कत्रो सफलता यो एरिया हल्लाको ड्राइभर कहाँ गएको ड्राइभर ब्रो